हेलो गाइज, गुड मर्निङ। जय नेपाल। सबैलाई राधे राधे। के छ, सबैलाई ठिकै हुनुहुन्छ होला? अलिकति नेपालीहरूले अलिकति भए पनि हिलिङको चाहिँ नि सास फेरेको मैले अनुभव गरेको छु। अलिकति राहत जो अहिलेको चाहिँ नि नयाँ सरकारले चाहिँ नि गरेको काम, जसको चाहिँ नि ऱ्यापिड स्पिड र सही र तथ्य कुरामा चाहिँ नि फलो गरेको कुरा। अब यसमा चाहिँ अझ पनि के छ भने यो विशेष गरेर के अब हुन त विज्ञहरू त्यहाँ पनि होलान्, तर पनि एज अ पूर्व सेक्युरिटी मतलब पूर्व सुरक्षाकर्मी भएको नाताले के भन्छु भने 5WH भन्छ के क्वेसन्स। 5WH क्वेसन्स मेथड अनुसार कुन मान्छे कहिले कुन पदमा कति अवधि र कहाँ र कसरी के का लागि यो 5WH क्वेसन्सहरू चाहिँ नि एउटा फ्रेम बनाउने, त्यस पछाडि कुन मान्छे कहिले कतिसम्मको अवधि र त्यसको तलब कति थियो त्यतिखेरको मतलब त्यो अवस्थामा त्यो चाहिँ नि सबै पहिला डाटा बनाउने है। डाटा बनाइसकेपछि अनि उसको चाहिँ नि पुरा सबै निकाल्ने, सबै डाटाहरू। जस्तो मानिलिउँ एउटा चाहिँ नि राजनीतिक कर्ता पहिला त ठुलाबाटै सुरु गर्नुपर्छ, सानोलाई चाहिँ होइन। सानोको अझै इनफ टाइम छ है। ठुलाहरू भनेको चाहिँ यिनीहरू कस्तो भने फरार सिंह हान्न सक्छन् के, त्यही भएर ठुलोबाट सुरु गर्ने। ठुलोबाट जस्तो पूर्व मन्त्री शेरबहादुर देउपा अवधि कति, कुन मितिदेखि कुन मितिसम्म। अनि दोस्रो प्रधानमन्त्री अर्को केपी शर्मा ओली कुन मिति कहिलेदेखि कतिसम्म। तेस्रो झलनाथ खनाल। चौथो माधव नेपाल। पाँचौँ यो अर्को पुष्पकमल दाहाल। छैटौँ बाबुराम भट्टराई। सातौँ को छन् होइन, अब पहिलाका पनि छन् पञ्चायती काल भन्नाले पनि यतापट्टिका, जस्तो लोकेन्द्र बहादुर चन्द। यिनीहरूको त्यो बसेको अवधि, उनीहरूको त्योभन्दा अगाडिको प्रोपर्टीमा उनीहरू चाहिँ सार्वजनिक पदमा हुँदाखेरि देखाएको सम्पत्ति विवरण, त्यसलाई आइसोलेट, त्यस पछाडिको चाहिँ नि फेरि मल्टिप्लाई, त्यस पछाडिको चाहिँ नि फेरि मल्टिप्लाई, ट्याक्क निकाल्ने, सर्लक्क साइड लाउने, अनि ट्याक्क चाहिँ नि बिना स्रोतको चाहिँ नि यतिदेखि यतिसम्मको चाहिँ प्रोपर्टी देखियो भनेर त्यो जुन रातो भन्नाले नि कालो धनलाई चाहिँ ट्याक्क आइसोलेट गर्ने, मुद्दा दर्ता गर्ने। मुद्दा दर्ता गरिसकेपछि कुरो पुग्छ अदालतमा। अदालतले चाहिँ नि उनीहरूलाई चाहिँ चिठी काट्छ, पुलिसले जाने, च्याप्प पक्रेर ल्याएर कारबाही गरिहाल्ने। त्यो गर्यो भनेदेखि अहिलेको सरकारलाई एकदमै राम्रो मतलब सपोर्ट हुन्छ जनताहरूको पनि। किनभने यिनीहरूले र व्यापारी, विशेष गरेर व्यापारी पनि सँगसँगै प्रधानमन्त्री प्लस व्यापारी गऱ्यो भने सजिलो हुन्छ। किनभने उनीहरूले चाहिँ सुविधा व्यापारीलाई दिएको हुन्छ, व्यापारीले चाहिँ त्यहाँ घोप्ला गरेर चाहिँ नि विभिन्न टाइममा चाहिँ उनीहरूले ट्याक्स छल्ने, हरेक छलेर चाहिँ नि उनीहरूले चाहिँ कारोबार गरेको हुन्छ। जस्तो रेमिटेन्सको पैसा चाहिँ बाहिरै चाहिँ हुन्डी मार्फत खाएर बाहिरबाट चाहिँ नि त्यो एउटा चाहिँ नि ऱ्याकेट तयार गरेर सुन ल्याउने, महँगा चिजहरू ल्याउने, अनि नेपालमा चाहिँ नि नेपालको बाटो हुँदै बाहिर लाने, त्यस्तो खालको चाहिँ नि ऱ्याकेट पत्तो लाग्न सक्छ। त्यो भएकोले गर्दाखेरि एकदम अत्यन्तै होसियार भएर राम्रो विज्ञ मान्छेहरूलाई चाहिँ नि खटाएर, पुलिसमा थुप्रो मान्छे छन्, राम्रा विज्ञहरू छन्, उनीहरूलाई चाहिँ नि कस्टमको मान्छे, अनि जुन नेपाल प्रहरीको टिम, त्यस पछाडि जो अरू विज्ञहरू हुन्छन् त्यस सम्बन्धी चाहिँ जस्तो प्रोफेसरहरू पनि लगाइदिए हुन्छ। किनभने उनीहरूले त पढाउँछन् त, राजस्व सम्बन्धी, नेपालको इकोनोमिक्स सम्बन्धी पढाउने हो। यस्ता मान्छेहरूलाई चाहिँ खटाएर त्यस पछाडि काम सम्पन्न ठुलो राम्रो किसिमको चटक्क परेको 6 देखि 8-9 जनाको एउटा टिम बनाएर, विज्ञ टिम बनाएर शक्तिशाली चाहिँ एउटा टिम बनाइदिने। त्यसले निष्पक्ष, त्यसलाई चाहिँ बकाइदा कानुनी रूपले पहिला बनाउने, दर्ता गरेर चाहिँ सबै गरेर त्यस पछाडि अनि काम सुरु गराइदिने। भट्टाभट त्यो चाहिँ नि त्यो पत्तो लागिहाल्छ कि केही ठुलो कुरै छैन भन्दै। यो चाहिँ एकदमै यो हामीले दिएको भोइस भनेको चाहिँ यो प्रवासबाट दिएको भोइस हो। त्यो भएर तपाईँहरूले चाहिँ एकदम सिन्सियर तरिकाले हेर्नुहोस्।
त्यो देशमा तिर्ने पैसा यताउता त्यस्ता चाहिँ नि यो विदेशलाई तिर्ने ऋणहरू वैदेशिक ऋणहरू सबै तिर्न पुग्छ र जनताहरूले चाहिँ नि यो शिक्षा स्वास्थ्य रोजगार सबै पाउने तरिकाले चाहिँ नि ऊर्जनशील देश बन्छ। त्यो भएकोले गर्दा शुभकामना भन्दै आजलाई बिदा भएँ। थ्याङ्क यू। जय नेपाल। राधे राधे। फेरि भेटौँला।